उन्नत जातको राम्रो उत्पादकत्व भएका बङ्गुरहरू पाली बङ्गुरको पाठापाठी आम कृषकहरूलाई सर्वसुलभ मूल्यमा उपलब्ध गराउने साथै बङ्गुर पालनका विभिन्न व्यवस्थापकीय पक्षहरूबारे बङ्गुर पालक कृषकलाई तालिम समेत दिने उद्देश्यका साथ राष्ट्रिय पशु प्रजनन कार्यालयमा बङ्गुर पालन शाखाको व्यवस्था गरिएको छ। ल्यान्ड्रेस, योर्कशायर र ड्युरेक जातको बङ्गुरहरू पालिएको शाखामा छिर्ने बित्तिकै बङ्गुर पालनका लागि आवश्यक जैविक सुरक्षाका सम्पूर्ण पक्षहरूलाई अँगालेको देखिन्छ। बङ्गुर पालक कृषकलाई उन्नत जातको बङ्गुर कसरी पाल्ने सो सम्बन्धित सैद्धान्तिक र व्यावहारिक ज्ञान दिँदै आएको शाखाले आर्थिक वर्ष 540 बङ्गुरका पाठापाठी बिक्री वितरण गरेको भए तापनि बङ्गुर पालक कृषकहरूको बढ्दो माग अनुसार पाठापाठी पुर्याउन सधैँ गाह्रो हुने गरेको छ। बङ्गुर पाल्ने किसानहरूले चाहिँ जैविक सुरक्षामा नै बढी ध्यान दिनुपर्दछ हैन, किनकि सबैभन्दा पहिला रोग सङ्क्रमण हुने भनेकै नै बायोसेक्युरिटी अथवा जैविक सुरक्षा नभएकै कारणले गर्दाखेरि हो। किनकि मान्छेहरू ओहोरदोहोर गर्ने बेलामा हैन, खोरभित्र प्रवेश गर्ने बेलामा हैन, बाहिरबाट चाहिँ अब खुट्टाहरूमा अथवा शरीरहरूमा काहीँ न काहीँबाट चाहिँ अब बाहिरको रोगहरू हैन, जीवाणुहरू चाहिँ फार्ममा प्रवेश गर्दछ। त्यस कारणले गर्दाखेरि जैविक सुरक्षा चाहिँ कृषकहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। हामीले कुन जातको राख्न चाहेको त्यो जातलाई इन्डिकेट गर्ने हो। त्यस पछाडि भनेको हामीले भनेको बाहिरी स्ट्रक्चर उसको हेर्ने हो। पहिलो उसको हेराइ भनेको बाहिरी स्ट्रक्चर, यसको बनावट के छ, पोथीको बनावट के छ, थुनको सङ्ख्या कति छ हैन, थुन कम छ वा 12वटा भन्दा कम भएको थुन भएको हामी विशेषतः राख्दैनौँ। यदि 12वटा भन्दा थुन माथि छ छैन, यसको शरीर अरूभन्दा अलिकति फुर्तिलो छ कि छैन, कम्पिटिसन गरेर खान सक्छ सक्दैन, त्यो कुराहरू विचार गर्ने भयौँ बाहिरी रूपमा। र आन्तरिक रूपमा चाहिँ के गर्ने भयौँ भन्दाखेरि यो हाडनाता बिचको हो कि होइन। झन्डै 60वटा वयस्क पोथी र भाले बङ्गुर पालिएको बङ्गुर पालन शाखामा जन्मिएका बङ्गुरका पाठापाठी लगभग देशका सबै क्षेत्रमा। साथीहरू नमस्कार। मैले यो उन्नत जातको बङ्गुरमा कुन जातको पाल्ने, कुनमा क्रस गराउने भन्ने केही साथीहरूको चाहिँ क्वेसन आइरहेको हुन्छ। त्यो भएर मैले त्यसलाई अलिकति प्रश्न पाडौँ भनेर यो भिडियोमा मैले यो एड गर्न खोजेको है। मैले अघि त्यो राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा भनेर जुन भेडी फार्म भन्ने चिनिन्छ त्यहाँको क्लिप्सहरू देखाएँ। त्यहाँ पनि त्यही 3वटा चाहिँ जातहरू पालेको छ होइन। अब यहाँ मैले तपाईँहरूलाई भन्न गएको पनि नेपालको लागि उन्नत बङ्गुरको जात पाल्ने भने नेपाल मात्र नभइकन सबै लगभग संसारभरि नै त्यही 3वटा जातहरूमा चाहिँ अलिकति फोकस गरेको हुन्छ होइन। अब अहिले चाहिँ त्यो 3टै जातमा चाहिँ यो बोसो कम भएको जात जस्तो हेर्नुहोस्, त्यहाँ 1962मा यति थियो, 2009मा यति छ भनेर भनेको छ होइन। यो भनेर चाहिँ कस्तो भने बोसो चाहिँ अहिले मार्केटमा डिमान्ड छैन नि त बोसोको, कसैलाई चाहिएको छैन बोसो। त्यसले गर्दा बोसो कम भएको चाहिँ नि जात त्यसैमा पनि बोसो कम भएको जातहरू विकास भइरहेछ होइन, जुनसुकै जात होस् तर त्यसमा चाहिँ बोसो कम होस्। अनि यो यसरी हेर्नुहोस् है, माथिबाट हेर्दा यस्तो, साइडबाट हेर्दा यस्तो, अगाडिबाट हेर्दा यस्तो, पछाडिबाट हेर्दा यस्तो देखिन्छ। यसमा चाहिँ एबिसी गरेको छ होइन। यसमा चाहिँ एवाला चाहिँ सेप भएको माथिबाट साइडबाट जताबाट हेर्दा ए जस्तो बङ्गुर चाहिँ मासुको लागि चाहिँ हामीले छान्नु पऱ्यो, जुनसुकै जातको होस् है। अब जात चाहिँ ल्यान्ड्रेस, ड्युरोक र अघि मैले भने नि त्यहाँ योर्कशायर होइन, लार्ज वाइट र मिडल वाइट भन्छ, यो 3टा नै हो र त्यसको क्रसहरू हो। त्यो कसरी क्रस गराउने त्यो म अहिले भन्छु होइन। अब एउटै जातमा प्योर पाल्छु म भन्नुहुन्छ भने सेलेक्सन गरेर जान सकियो होइन। अब सेलेक्सन गरेकोलाई पनि क्रस गराउँछु, एआई गराउँछु भन्न पनि पाइयो है। जातहरू नस्ल सुधार गर्ने तरिका भनेको एउटा छनौट गर्ने, आफूसँग भएको मध्ये सबभन्दा राम्रो राख्ने होइन। त्यसपछि त्यो क्रस गराउने, आफूसँग भएकोमा चाहिँ नि ठिकै छ भने बाहिरको राम्रो चाहिँ खास गरी भाले उसबाट चाहिँ एआई गराउने होइन। तर छनौट गरेकोलाई पनि राम्रो चाहिँ राखेर त्यसमा एआई गराएर पनि नस्ल सुधार चाहिँ गर्न सकियो है। त्यो छनौट आफूसँग भएको मात्रै पनि छनौट हुने भयो, त्यो आफूसँग भएको बेस्ट चाहिँ राख्ने र बाहिरबाट ल्याएर क्रस गराइयो भने पनि के हुने भयो त, त्यो पनि छनौट नै भयो। एउटा प्योर जात मेन्टेन गर्नको लागि गरिने छनौट भयो, अर्को चाहिँ राम्रो बनाउनको लागि चाहिँ क्रस गराएर गरिने चाहिँ नि नस्ल सुधार भयो होइन। क्रस गराउँदा नि छनौट गराएर बेस्टमा क्रस गराउन सकियो नि त। अब यसरी क्रस गराउँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको चाहिँ अब मैले भने ल्यान्ड्रेस, यो लार्ज वाइट भन्छ, अब योर्कशायर होइन, अनि त्यस पछाडि ड्युरोक, यो 3टा जातमा के गर्ने भने तपाईँको चाहिँ नि पहिला चाहिँ तपाईँले हेर्नुहोस् त चित्रमा ल्यान्ड्रेसको चाहिँ के छ, पोथी छ होइन।
पहिलो पुस्तामा हामीले के गर्ने ल्यान्ड रेसको शुद्ध पोथीलाई चाहिँ नि यो योगसार भनेको चाहिँ लार्ज व्हाइट योगसार है, फेरि त्यो अर्को मिडिल व्हाइट होइन, ठुलोवाला लार्ज व्हाइट मात्रै पनि भन्छ होइन। यो लार्ज व्हाइट योगसारलाई चाहिँ नि हामीले के गर्ने यसलाई चाहिँ नि भाले त्यो लार्ज व्हाइट योगसायरको पोथी चाहिँ नि ल्यान्ड रेसको हेर्नुहोस् है। अनि त्यसबाट क्रस गरेर जुन जन्मेको हुन्छ बच्चाहरू, त्यो बच्चाहरू चाहिँ नि त्यो पहिलो पुस्ताको है, पहिलो पुस्ताको जुन बच्चाहरू छ त्यो पहिलो पुस्ताको बच्चाहरूको चाहिँ नि जुन त्यो पोथी बच्चाहरू छ त्यो पोथी बच्चाहरूलाई चाहिँ के गर्ने फेरि ड्युरोक जातको चाहिँ नि भाले लगाउने। अब यसबाट चाहिँ के हुने भयो त भन्दाखेरि अब हेर्नुहोस् है, ल्यान्ड रेस भने चाहिँ कस्तो हुन्छ भने धेरै बच्चाको साइज पनि धेरै हुने, धेरै बच्चा पाउने, त्यसपछि चाहिँ यसले के गर्छ भन्दाखेरिमा चाहिँ यसको दुध पनि धेरै आउने होइन, बच्चा पनि राम्रोसँग केयर गरेर हुर्काउने, बच्चाको साइज लिटर साइज जुन छ बच्चाको सङ्ख्या त्यो पनि धेरै हुने। अब योगसायरको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ नि बडी साइज ठुलो हुन्छ, मासु क्वालिटी राम्रो हुन्छ, प्लस ल्यान्ड रेसको जस्तो चाहिँ यसको चाहिँ मदरिङ एबिलिटी जुन इन्स्टिङ छ त्यो हुँदैन कि, बच्चाहरूलाई अलि राम्रोसँग माया गरेर हुर्काउने त्यो टाइपको, अनि त्यस्तो धेरै दुध आउने त्यो टाइपको चाहिँ मदरिङ उसको लागि चाहिँ नि यो ल्यान्ड रेस राम्रो, बच्चाको सङ्ख्या साइज सबैको लागि छिटो बढ्ने एफसिआर राम्रो, त्यसको लागि चाहिँ मासु क्वालिटी यिनीहरूको लागि चाहिँ योगसायर राम्रो, मासुको फेरि उसको बडी साइज पनि ठुलो हुने भयो, त्यसको कतिपय मिट आइटमहरू योगसायरकोबाट राम्रो बन्छ होइन त्यो उसको। अब अनि त्यसपछि चाहिँ नि यो ड्युरोकको जुन लगाइन्छ, ड्युरोकको चाहिँ योगसायरभन्दा पनि फास्ट ग्रोथ हुने कि, बडी साइज पनि ठुलो, अनि मिट क्वालिटी पनि मार्बल्ड मिट भन्छ कि यसको चाहिँ कस्तो भने यो मासुभित्र चाहिँ नि जुन बोसो हुन्छ नि, मासुभित्रको बोसो हो त्यसले चाहिँ मासुलाई टेस्टी बनाउने हो कि, त्यो चाहिँ यो अलिकति ड्युरोकमा त्यो छ, फास्ट ग्रोथ पनि छ यसको, फेरि एफसिआर योगसायरको भन्दा पनि राम्रो छ होइन, छिटो कम दाना खाएर धेरै चाहिँ नि हुने कि। त्यसरी हुन्छ भने अब यो बच्चा सङ्ख्यादेखि लिएर तपाईँको चाहिँ नि ग्रोथदेखि लिएर अनि त्यसपछि चाहिँ नि फास्ट ग्रोथ हुने, धेरै बच्चा सङ्ख्या हुने र बच्चालाई हुर्काउने पनि, यो तिनटै चाहिँ गुण चाहिँ हामीले चाहिँ नि लिन सक्यौँ कि। त्यसपछि त्यो लगाइसके पछाडि चाहिँ हामीले जुन ड्युरोक लगाएका हुन्छौँ त्यो ड्युरोक लगाइसके पछाडि चाहिँ त्यो फाइदा हुने भयो। भनेपछि हामीले चाहिँ के हुने भयो त भने संसारभरि पपुलर जात भनेको यो तिनवटा हो होइन, लार्ज व्हाइट योगसायर, अनि त्यसपछि यो उसको चाहिँ के भन्छ ड्युरोक, त्यसपछि चाहिँ हाम्रो ल्यान्ड रेस, र तिनीहरूलाई नै एक आपसमा क्रस गराउँदाखेरि टर्मिनल सायर भनेको चाहिँ पहिला क्रस गराएर ल्यान्ड रेस र योगसायर क्रस गराएर जन्मिसकेको जुन बच्चा छ त्यसलाई चाहिँ भाले चाहिँ उसको लगायो भने, ड्युरोकको लगायो भने चाहिँ त्यो चाहिँ तिनवटै जातमा भएको राम्रो राम्रो गुणहरूलाई चाहिँ हामीले एउटा समानुपातिक रूपमा चाहिँ त्यसपछिको पुस्तामा ल्याउन सक्यौँ। यसरी चाहिँ हामीले बङ्गुर पाल्ने यो चाहिँ संसारभरिको प्र्याक्टिस है, फेरि नेपालको मात्रै मैले भनिरहेको छैन, उन्नत जातमा है यो चाहिँ गऱ्यौँ भने, यसरी हेर्नुभयो भने यो प्र्याक्टिस चाहिँ वास्तवमा वर्ल्ड वाइड नै फेमस छ। र खालि के चाहिँ ध्यान दिनु पऱ्यो भने यसमा बोसो चाहिँ कम होस् तिनवटै जातमा। अब यो बाहिरबाट ल्याएको सिमेन्ट छ भने त्यसमा बोसो कम भएको जातकै हुन्छ, जस्तो हामीले यो अहिले चाहिँ कतिपय जिल्लामा यो प्र्याक्टिस गरेका छौँ, बोसो कम भएको जातको चाहिँ नि सिमेन्टबाट, लिक्विड सिमेन्टबाट, अनि त्यसमा चाहिँ नि लोकल जातहरूमा अथवा क्रस ब्रिडहरूमा चाहिँ क्रस गराएर त्यसरी चाहिँ जन्माउने। ओके ल, थ्याङ्क यू सो मच।